हेलो एभ्रिवान। आज चाहिँ मेरो बहिनीको अनि साथी भनौँ त अब बेस्ट फ्रेन्डको बिहा थियो हो। अन्त तर बिहा चाहिँ यति डरलाग्दो टाढो थियो। अब गाडी पनि जानु त जान्छ, तर हामी चाहिँ अब हिँडेरै जाने भनेर सल्लाह गरेको थियो। अन्त हामी तिनजना चाहिँ हिँडेरै गएको, तर बाटो चाहिँ अब यस्तो नराम्रो रहेछ, जङ्गलको बाटो त हो अब होइन। के गर्नु, लड्दै भए पनि हिँड्दै गयो। 1.5 घन्टा चाहिँ लाग्यो हामीलाई बहिनीको घर पुग्नु। अब यस्तो ठुलो हेर्दा चाहिँ अब नजिकै थियो, तर बिचमा बाटो चाहिँ यति लामो रहेछ। अन्त जाँदै गर्दाखेरि अब धेरै लडेको त भिडियो पनि बनाउनु पाएन, किनकि अब फोन अब झर्छ भनेर डर पनि भयो। अन्त त्यही माथि अब कस्तो डरलाग्दो लड्दै गएको बाटो चाहिँ अब यति साह्रो अब जङ्गलको बाटो कस्तो हुन्छ, राम्रो त आउँदैन। आजकल त मान्छे प्रायः गाडीमा हिँड्छ हो, अब जङ्गलको बाटो त हिँड्ने कुरा आएन। अन्त हामी तिनजना चाहिँ एकदम हिँड्नु सक्ने भनेर चाहिँ हिँडेर गएको, तर अब थाकेर चाहिँ नि अब कस्तो भयो। गरम त्यत्तिकै थियो। अन्त जाँदै थियो, के गर्नु, जङ्गलको बाटो। बल्ल बल्ल रोड देख्दाखेरि चाहिँ खुसी लागेको नि। अब चाहिँ हामी फाइनल्ली आइपुगेछ बहिनीको घर भनेको त। अन्त चाहिँ यस्तो साह्रो गरम भयो भनेर एकछिन रेस्ट गऱ्यो। त्यहाँदेखिको चाहिँ अब रोड जानुपर्छ भने बहिनीको घर फेरि थाहा पनि थिएन हामीलाई हो, कहिले गएकै थिएन बहिनीको घर। अन्त त्यहाँदेखि चाहिँ हिँड्दै जाँदा निकै टाइम लाग्दो रहेछ रोडबाट पनि। अन्त त्यो तलनिर चाहिँ बहिनीको घर पुगेपछि चाहिँ अब एकछिन 1 घन्टा जस्तो त्यहाँ भुल्यो। अन्त त्यहाँदेखिको चाहिँ फोटोहरू खिच्नु पनि पाएन, किनकि बेसी गरमले गर्दाखेरि चाहिँ अब हामी त पुरा गरम भयो हो। अन्त चाहिँ हामीले